नमस्कार सबैजनालाई। अहिले हामीहरू ललितपुरको नागदह स्थित मानव सेवा आश्रममा छ। यो चाहिँ विशुद्ध गरिब दुखी र असहायहरूको लागि बनाइएको एउटा केयर सेन्टर हो। बुवा आमा पनि आउनुभएको छ। आज हामीले एउटा सानो कार्यक्रम आयोजना गरेका छौँ। मानव सेवा आश्रमका गरिब असहाय तथा दुखीहरूको लागि बुवा आमाले अलिकति माघ महिनाको अवसरमा अन्नदान कार्यक्रम गर्न खोज्नु भएको छ र उहाँहरूले केही खाद्यान्नहरू चामल पिठो तेल लगायतका केही खाद्यान्नहरू ल्याएर दान गर्नको लागि हामी तयारी अवस्थामा छौँ। र यहाँ तपाईँ हामीले देख्न सक्छौँ विभिन्न ठाउँका विभिन्न किसिमका असहायहरू हुनुहुन्छ। उहाँहरू सबै उहाँहरूको लागि दैनिक उसको लागि भएको एउटा सानो सहयोग स्वरूप अन्नदान आमाले चाहिँ गर्न खोज्नु भएको छ। यसलाई समन्वय गरेको छ रोटरी क्लब काठमाडौँ। राष्ट्रमण्डलले यो कार्यक्रमलाई संयोजन गरेको छ। निमित्त सहायार्थ अन्नदान गरिएको छ। अब यहाँ यस्ता असहायहरूलाई सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। एकदम दुखीहरू पुराणों में लेखेकी छ, आर्ता विषण्णा शिथिलाश्च भीताः आर्ता विषण्णा शिथिलाश्च भीताः नारायणो नास्ति सत्वदात् आर्ता विषशिथिलाश्च भीताः नारायणो तिष्ठति। त्यस्तामा मतलब भगवान नारायणको अंश हुन्छ। कुनै प्राणी पनि आफ्नो उसमा गर्दाखेरि भगवानको मतलब भगवान कृष्णले भन्नुहुन्छ मतलब म विश्वास र विकृतिलाई कतै प्रोत्साहन यो सृष्टि सबैका लागि वरदान हो। मिलेर बस्न सक्ने उद्धार विशाल र आत्मिक रूपको विकास गर्न सकौँ। अन्ततः बदल्न सक्ने विषयवस्तुलाई बदल्न सक्ने शक्ति र बदल्न नसक्ने विषयवस्तुलाई स्वीकार गर्न सक्ने शक्ति बुद्धि र विवेक हामीलाई परमात्माबाट प्राप्त होस्। राम्रो बोल्न पाऊँ, सिकाइको कुरा बिचमा शान्ति पाओस्। हामी प्रत्येकको मनमा शान्ति पाओस्। जोडेका दुई हात गर्नेछौँ। यसबाट आफ्नैमा आफ्नो मुहार लगाउनेछौँ र समय लिएर आएका हुन्छौँ र सबैजना स्थानमा एउटा सम्मानका साथ आसन गर्नु।